सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्ला, महाकाली नगरपालिका 7, दाप। प्रकृतिको सुन्दर काखमा अवस्थित यो ठाउँ केवल एउटा बस्ती मात्र होइन, धार्मिक, सांस्कृतिक र ऐतिहासिक आस्थाले जोडिएको ठाउँ पनि हो। यही दापमा अवस्थित छ श्री मालिकार्जुन मन्दिर। स्थानीयवासीको आस्था, विश्वास र श्रद्धाको केन्द्रका रूपमा रहेको यो मन्दिरसँग यहाँका मानिसहरूको भावनात्मक सम्बन्ध पुस्तौदेखि जोडिँदै आएको छ। तर आज हामीले देखिरहेको यो मन्दिरको स्वरूप सधैँ यस्तै थिएन। समय बित्दै जाँदा मन्दिरको भौतिक संरचना जीर्ण हुँदै गएको थियो। मन्दिर परिसर वरिपरि झारी बढेको थियो। पुरानो संरचना कमजोर बन्दै गएको थियो र संरक्षण तथा व्यवस्थापनको आवश्यकता दिन प्रतिदिन बढ्दै गएको थियो। मन्दिरको अवस्था जीर्ण थियो, परिसर अस्तव्यस्त थियो, तर मन्दिर जीर्ण थियो, आस्था होइन। संरचना पुरानो हुँदै गयो, तर मालिकार्जुन प्रतिको विश्वास कहिल्यै पुरानो भएन। भक्तजनको श्रद्धा उस्तै थियो, मन्दिरप्रतिको अपनत्व उस्तै थियो, र यही अटुट आस्थाले एउटा नयाँ सोच जन्मायो, मन्दिरलाई नयाँ स्वरूप दिने। के भन्छन् त स्थानीयवासीहरू? स्यालको मन्दिर त बहुत बढिया लाग्यो बा न पल्ली त काँडाको झेड थियो, भुट थियो, यहाँ खाली थियो र अहिले त निको मन्दिर भयो बा, निको मन्दिर प्रगति भयो हाम्रा यो घर। फेरि पनि स्वागत छ हजुरहरूलाई। यो कुनै कथा होइन, यो एउटा इतिहास हो। चन्दादान, श्रमदान, भक्ति र शक्तिको इतिहास। महाकाली नगरपालिका 7, धापस्थित श्री मालिकार्जुन मन्दिर। लामो समयदेखि जीर्ण अवस्थामा रहेको यस मन्दिरलाई पुनर्निर्माण गर्ने स्थानीयवासीले एक मन, एक वचन र एउटै सङ्कल्प गरे, मन्दिर पुनर्निर्माण गर्ने। यही सङ्कल्पले बिस्तारै एउटा अभियानको रूप लियो। पुनः मन्दिर निर्माणको यात्रा सुरु भयो। यस पवित्र कार्यका लागि सुदूरपश्चिम प्रदेश सरकारले 7,50,000 रुपैयाँ सहयोग गर्यो। तर मन्दिरलाई अझ सभ्य, भव्य र व्यवस्थित बनाउन यो रकम मात्र पर्याप्त थिएन। त्यसपछि स्थानीयवासी आफै अघि सरे। कसैले चन्दा दिए, कसैले श्रम दिए, कसैले आफ्नो समय र पसिना दिए। यसरी सामूहिक प्रयासबाट 18,50,000 रुपैयाँ भन्दा बढी चन्दा सङ्कलन भयो। यो केवल रकमको योगदान थिएन, यो त आफ्नो आस्था र सम्पदाप्रतिको जिम्मेवारी थियो। र यही सामूहिक प्रयासबाट कसरी पुनर्निर्माणको यात्रा अघि बढ्यो त? हेरौँ, यसरी भएको थियो श्री मालिकार्जुन मन्दिरको पुनर्निर्माण। पुनर्निर्माण केवल इँटा, ढुङ्गा र सिमेन्ट पाटो सुरु हुँदैन। यसको सुरुवात हुन्छ आफ्नो ठाउँप्रतिको जिम्मेवारीबाट। मन्दिर परिसरको सरसफाइदेखि पुनर्निर्माणको प्रारम्भिक कामसम्म स्थानीयहरू आफै जुटे। त्यसपछि सुरु भयो वास्तविक निर्माणको यात्रा। ढुङ्गा काटिए, ढुङ्गा बोकिए, जग तयार भयो, अनि बिस्तारै आकार लिन थाल्यो नयाँ मन्दिर। हिजोसम्म जीर्ण देखिने संरचना आज बिस्तारै नयाँ स्वरूपमा बदलिँदै थियो। हरेक ढुङ्गासँगै एउटा सपना जोडिँदै थियो, हरेक गाह्रोसँगै एउटा विश्वास थपिँदै थियो, अनि हरेक दिनसँगै मन्दिर आफ्नो नयाँ स्वरूपतर्फ अघि बढिरहेको थियो। जसै भन्छ नि यो मालिकार्जुन मन्दिर बनाए, पल्लीका दाजुमा पल्ली कसो थियो होइन, अब अचेल कसो भयो त म कसो लाग्यो यो हिसाबले चाहिँ हुन्छ नि? ठीक लाग्यो। पल्ली बस्दै ठाउँमा थिए, आएलाई डर लागेन थिए। मान्छे को आउँथ्यो न, इन्जामा ओह्राल गर्दै गयो देखेन आउँथे। अल भर्खर बल्ल बल्ल आउँछ आइ लेकोनको पैसा भनेको यो हो। एउटा आज यो होला बल्कि मन्दिर बनाउनु पर्खा होला मलाई बहुत उसलाई कहाँ यो भोलो चेप दियो खोलो यसो बनाएको खसाना चाहिँ ठिक नै आयो। लेकोनको नाम चल्ने काम गरे, ठिक छ, धन्यवाद छ। कस्तो प्रस्तवमा यो काम रहिरहोस्, मूर्ति धन्यवाद छ। पुनर्निर्माणको यात्रा अघि बढ्दै जाँदा मन्दिरले बिस्तारै आफ्नो नयाँ स्वरूप पाउँदै गयो। तर यो यात्रा केवल एउटा संरचना बनाउने यात्रा थिएन। यसमा जोडिएको थियो वर्षौंदेखिको आस्था, स्थानीयवासीको सपना, सहयोगदाताको विश्वास र श्रमदान गर्ने हातहरूको पसिना। हरेक दिन केही न केही नयाँ काम थपिँदै गयो। कहिले ढुङ्गाको काम, कहिले गाह्रोको काम, कहिले परिसर व्यवस्थापन। यसरी अनेकौं दिनको मेहनत र निरन्तर प्रयासपछि मन्दिरको पुनर्निर्माणले एउटा महत्त्वपूर्ण चरण पार गर्दै गयो। बुबु यहाँ पल्लीको मन्दिर आएर थियो त पल्ली पुरानो मन्दिर पल्ली अचेल यो मन्दिर कसो लाग्यो त म लाग्यो हो त एकदम बढिया।
बजे तपाईँले यहाँ पल्ली जो मन्दिर देखे होइन यहाँ पल्लीको मन्दिर र नयाँ मन्दिरमा तपाईँलाई कस्तो लाग्यो यसमा गाउँलेहरूको यो एउटा स्वभाव हाम्रो पुरानो संस्कृति हाम्रो परम्परा यसलाई चाहिँ जगेर्ना गर्ने काम भनेको युवा पुस्ताको हो पुस्तान्तरण पनि भन्छन् यसलाई यो पुस्तान्तरण हुनु भनेको समाज विकासको एउटा यो आधार पनि हो अहिले युवाहरूमा यो कुराको कमी भइरहेको समाजमा विभिन्न विकृतिहरू आइरहेका सद्भावको कमी भएको सन्दर्भमा यो काम अत्यन्त प्रशंसनीय छ जसको लागि सम्पूर्ण ग्रामवासी यहाँहरू सबैमा सम्पूर्ण ग्रामवासीमा म हृदयदेखि हार्दिक आभार व्यक्त गर्छु अत्यन्त सराहनीय छ पहिलेको र अहिलेको चाहिँ हेर्दाखेरि तपाईँको रात दिनको अन्तर भएको छ एकदम सद्भाव बढेको छ आत्मीयता बढेको छ समन्वय भएको छ सम्पूर्ण निकायसँग धेरै प्रशंसनीय छ। अब हेरौँ मन्दिर पुनर्निर्माणका क्रममा भएका ती महत्त्वपूर्ण कामहरू जसले आजको यो सुन्दर स्वरूप सम्भव बनायो। यहाँ त मल्लिकार्जुन मन्दिरमा आएर छ जहाँ पल्लीको मन्दिर र ओल्या मन्दिरमा तपाईँलाई कसो लागिरहेछ त बहुत के ताजु यहाँ पहिले बसेको ठाउँ नआएको थियो केही नआएको थियो न भित्र खाना के न पूजा गर्दै थियो न केही थियो न मान्छे आएर चारजना आएर बसेको ठाउँ नआएको थियो अझ भयङ्कर राम्रो हुन्छ नि बहुत बढिया एकदम खुसी लाग्यो हामीलाई त एकदम यो विषयमा तपाईँ अब हुन्छ नि यो मल्लिकार्जुन मन्दिरमा ओलेसम्म खटिने युवा हुन्छ नि समिति धापवासीलाई के भन्न चाहन्छ यो जसले उठाएको मूल्य कामहरू यहाँ धापका युवाहरू जो छ धापका युवा या धर्मप्रति आस्था राख्ने सम्पूर्ण महानुभावहरूलाई म मेरा हृदयबाट एकदम आभारी छु र बहुत बहुत धन्यवाद दिन चाहन्छु कि तपाईँले बहुत ठुलो काम गरे एकदम राम्रो काम हो यो एकदम नमुना काम हो देखिने काम हो यिन कामहरू यी कामहरू हामीले गर्दै जानुपर्छ भोलि धर्मप्रति हाम्रो आस्था नभएपछि हाम्रो देशमा नै वितृष्णा हुने कारण यो धर्मप्रति आस्था नभए धर्मको आस्थाले मान्छे विभिन्न चिजमा बाधिएको हुन्छ धर्मले गर्दाखेरि नै मान्छे विभिन्न ठाउँमा रहेको हुनाले आफ्नो स्तरमा रह्यो भने देशमा शान्ति हुने काम पनि धर्मले नै गर्छ त्यसैले तपाईँले जो काम गरे तपाईँले बहुत बढिया काम गरे मेरो तर्फबाट आज ल धन्यवाद दिन चाहन्छु। र जब मन्दिरको छानामा ताम्रपत्र राख्ने काम सुरु भयो मन्दिरको स्वरूपमा अर्को सुन्दर परिवर्तन देखिन थाल्यो। वर्षौंदेखिको सपना अब आँखै अगाडि आकार लिँदै थियो। यो मन्दिर कुनै एक व्यक्तिको योगदानले बनेको होइन, यो बनेको छ धेरै हातहरूको सहयोगले। कसैले 1000 दिए, कसैले 10,000, कसैले त्योभन्दा बढी, तर कसैले रकम दिन नसकेर आफ्नो श्रम दिए। त्यसैले यो मन्दिरको प्रत्येक ढुङ्गामा कसै न कसैको योगदान जोडिएको छ। मन्दिर निर्माण भयो, तर यससँगै एउटा प्रश्न पनि उभिन्छ। आज हजुर मन्दिरमा आउनु भएको छ होइन, पहिलाको मन्दिर हजुरले यहाँ देख्नु भएको होइन, यत्रो वर्ष यहाँ अब बसिसक्नु भयो र अहिलेको मन्दिरमा हजुरलाई कस्तो लाग्यो त सर? अहिलेको मन्दिर साह्रै पुरानो भन्दा साह्रै आकर्षक राम्रो डिजाइनमै बनाएको देखिन्छ, समय सुहाउँदो बनाएको देखिन्छ। हजुर अब हुन्छ नि यो धाममा जसरी अब यो मन्दिर बन्यो हजुरलाई सबै मिलेर होइन, अब हाम्रो क्लब स्थानीयवासीहरूलाई हजुरको तर्फबाट के भन्न? अब यो बनाए मात्र ठुलो कुरा भएन, यसलाई संरक्षण गर्न अत्यन्त जरुरी हुन्छ। अब यहाँका युवा यहाँका समाजलाई म यो मन्दिर संरक्षण र आफ्नो रीतिरिवाजका कुराहरूमा आफ्नो
ती कुराहरूलाई बढी फोकस गरेर संरक्षण गर्न मेलमिलाप गरी यी समाजलाई अगाडि बढाउन म त्यही सुझाव दिन्छु। धन्यवाद। यो मन्दिरले अब के सन्देश दिन्छ? लामो समयको मेहनत, निरन्तर सहयोग, अनेकौं हातको श्रम र सबैको आस्थापछि पुनर्निर्माण अन्तिम चरणमा पुग्यो। जसरी एउटा कलाकारले आफ्नो सिर्जनालाई अन्तिम रूप दिन्छ, त्यसरी नै स्थानीयहरूको मेहनतले मन्दिरले आफ्नो नयाँ स्वरूप पाउँदै गयो। हिजो जीर्ण अवस्थामा रहेको मन्दिर आज नयाँ स्वरूपमा उभिएको छ। तर परिवर्तन केवल मन्दिरको संरचनामा आएको छैन, परिवर्तन आएको छ समुदायको सोचमा, एकतामा र आफ्नो सम्पदाप्रतिको जिम्मेवारीमा। जहाँ पल्लीका मन्दिर आया होइन, पल्ली हाम्रो धापामा कसो थियो भन्छ नि, अब अचेल कसो लाग्यो यो मन्दिर आउनु? गाडी थियो न, जङ्गल जसो हुन्थ्यो, अहिले न्यारो बनाएर छ होला बा, लेखा भर्तापुर हो, निको फल्छ फुल्छ, निको हो, आज अन्नीको बनाउनु पाहाले सब सब गेदानी लेखा रक्षा करते फला दिया निको फला दिया प्रभु हे भगवान हे नारायण मल्लिकार्जुन पत्नीका हाम्रो ल पर्यटन क्षेत्र बनाउन पाएबाट पर्यटन क्षेत्र हो जो आज बनाउन गेदानी लेखा बढिया हे प्रभु हे नारायण। यस पुनर्निर्माण अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता, श्रमदाता, स्थानीयवासी, जनप्रतिनिधि, सङ्घ-संस्था तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद। तपाईहरूको सहयोगले केवल एउटा मन्दिर बनेको छैन, एउटा पुस्ताबाट अर्को पुस्तासम्म पुग्ने एउटा सम्पदा जोगिएको छ। मन्दिर ढुङ्गा र माटोले मात्र बन्दैन, मन्दिर बन्छ विश्वासले, समर्पणले, सहयोगले र सामूहिक भावनाले। श्री मालिकार्जुन मन्दिरको यो पुनर्निर्माण एउटा भवन निर्माणको कथा मात्र होइन, यो कथा हो एकता भए असम्भव पनि सम्भव हुन्छ भन्ने। यो कथा हो आफ्नो सम्पदा आफै जोगाउन सकिन्छ भन्ने, र यो कथा हो आस्था पुस्तौंसम्म जीवित रहन्छ भन्ने। यही हो हाम्रो मालिकार्जुन, यही हो हाम्रो आस्था, अनि यही हो चन्दादान, श्रमदान, भक्ति र शक्तिले निर्माण गरेको इतिहास। बजे जहाँ तम छ पल्लीबाटै हर नाना छानाबाट यो मन्दिर तम आएका भए चाहिँ होइन, जस्तै अहिले पल्लीका दाजुमाला अहिले दाजुमाला हुन्छ नि, पल्ली ल कसो थियो अहिले कसो थियो ल भुन्डिया दाजु पल्ली कसो थियो, अब अल निको वर्ष विकास निको बनाएर चाहिँ महाराज मालिकार्जुनको असीम अनुकम्पा हो। इसी सभामा सद्भावना कायम रह, यो पार्टी ऊ पार्टीमा यसा कार्यमा सब संलग्न हो, जो निको कार्य हो यो कार्यमा सबैलाई धन्यवाद दिन चाहनु। तमला हुन्छ नि जहाँ जहाँ पल्ली मन्दिर आउनेको लेखे कस्तो समस्या थियो, मन्दिर आउनेको लेखा पल्ली समस्या थियो, न बत्ती थियो न के थियो, चुने थियो, समस्या थियो, भौतिक समस्या थियो। अहिले भगवानको असीम अनुकम्पा हो, उनको छाया माया उनको दया दृष्टिले गर्दा सबैले संयुक्तमा निको भाग्य हो योमा जहाँ हुन्छ नि, यो समितिला जो हाम्रो योमा बनाइयो समितिला हाम्रो युवा क्लबला होइन धाप जो औरात्रो खटिन तनलाई के भन्न चाहन्छ? एकदम धन्यवाद छ उहाँलाई। यहाँ को ना खसी खटी सक्दैन, यसरी सद्भाव कायम रहो, सपामा कायम रहो। यो तेरो मेरो भन्ने जन हो, यसा कार्यमा सबैले लेखा निको हो। मालिकार्जुन फलिबस यस रूपमा म एक नानो शिव स्तुति गाउनु। ओम वन्दे देवो मापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणमिर्गधरं वन्दे पशूनां पति वन्दे सूर्यशशाङ्कवहिनयनं वन्दे पशूनां पति वन्दे सूर्यशशाङ्कवहिनयनं वन्दे। नमस्कार, म विशाल रेखोला। सर्वप्रथम म महाकाल नगरपालिका वडा नम्बर 7 मा हामीले पुनर्निर्माण गरेको मल्लिकार्जुन स्वामीको मन्दिरलाई सभ्य, भव्य, व्यवस्थित बनाउन सहयोग गर्नुहुने हाम्रा सम्पूर्ण मल्लिकार्जुन स्वामीका भक्तजनहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूकै कृपाले आज मल्लिकार्जुन मन्दिरले अन्तिम स्वरूप पाएको छ। यसै गरी धार्मिक कार्यहरूमा, सामाजिक कार्यहरूमा सदैव तपाईँहरूको साथ अपरिहार्य छ। एउटा थोपा मिली नदी बन्छ, हामीले सुनेकै हो।
तपाईँको सहयोगले आज एउटा ठुलो परिवर्तन भएको छ। यसै गरी सदैव सकारात्मक काममा, सामाजिक काममा सदैव सहयोग अपरिहार्य हुन्छ र सहयोग गर्नु पनि पर्छ। हस् त, धन्यवाद। जय मल्लिकार्जुन। नमस्कार, मेरो नाम सुरेश सिंह दामी। श्री मल्लिकार्जुन मन्दिर निर्माण कार्य आज हामी सबैको अथक मेहनत, सहयोग साथ, विश्वासका साथ सफलतापूर्वक सम्पन्न भएको छ। यो हाम्रो गाउँ, हाम्रो समाज र धार्मिक आस्थाको गौरवपूर्ण उपलब्धि हो। यस पवित्र कार्यमा सुरुदेखि अन्त्यसम्म आफ्नो तर्फबाट मैले विशेष भूमिका निर्वाह गर्ने अवसर पाएँ। तर यो कार्य मेरो एकल प्रयासले सम्भव भएको होइन। सबैको साथ, सहयोग, विश्वास र समर्पणले नै आज हामी मन्दिर निर्माण गर्न सफल भएका छौँ। विशेष अहोरात्र खटिएर आफ्नो समय, श्रम, मेहनत दिएर मन्दिर निर्माण कार्यमा निरन्तर साथ दिनुहुने सम्पूर्ण साथीहरू तथा सहयोगी हातहरूप्रति म आफ्नो हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। निर्माण कार्यमा आर्थिक, भौतिक, नैतिक श्रमदान मार्फत सहयोग गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, युवा साथीहरू, समाजसेवी, शुभचिन्तक तथा चन्ददाताप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। यो मन्दिर केवल एउटा भावना होइन, हाम्रो आस्था, एकता, संस्कृति, पहिचानको प्रतीक हो। यसको संरक्षण, व्यवस्थापन, धार्मिक र सांस्कृतिक महत्त्वलाई पुस्तासम्म जगाउनु हाम्रो जिम्मेवारी हो। सबैको साथ, सहयोगका लागि हृदयदेखि नै धेरै धेरै धन्यवाद। जय श्री मल्लिकार्जुन। फल ल्याएर स्याउ Hello guys. Hello.